कार्कीको सरकारले केही पनि गर्न सक्दैन। उहाँले यो जेनजीको आन्दोलनमा हुँदाखेरि मैले इन्डियाबाट आउँदाखेरि गोरखपुरबाट एउटा हेरेको थिएँ कि अब भने सरकारले राजीनामा दिएर मात्र हुँदैन, यो गर्नुपर्छ भन्नुभएको थियो। उहाँ सरकारमा गएको यति लामो समय भयो, उहाँले के गर्नुभयो? आजबाट विदेशीका मतियारहरूलाई खेदी किन लखेट्नेछौँ र हरेक पार्टीमा भएका त्यस्ता विदेशीका दलाल एजेन्टहरूलाई हामीले नाम सार्वजनिक गरेर राजनीतिक तथा सामाजिक प्रतिबन्ध लगाउने पनि मैले हिजो नै उद्घोष गरेको थिएँ। यो सरकारले चाँडोभन्दा चाँडो हामीलाई वार्तामा बोलाएर सर्वपक्षीय सर्वदलीय सरकार गठन गरेर 72 को लङ्गडो संविधानलाई संशोधन गरेन भनेदेखि हामीले पत्रकार सम्मेलन गरेर बाध्य भएर हामीले सनातन सिन्दुर अपरेसन सुरु गरेछौँ। सनातन सिन्दुर अपरेसन भनेको सनातनी मातृशक्तिको सिउँदोको सिन्दुर पुस्नु होइन, कुनै पनि बच्चालाई टुरो बनाउनु होइन। सनातन सिन्दुर भनेको त यो देशलाई जोगाउनु हो, हरेक सनातनले जोगाउनु हो। धन्यवाद कार्यक्रम सञ्चालिकाज्यू, यहाँ उपस्थित यस कार्यक्रमका सभापतिज्यू, यहाँ उपस्थित मञ्चमा विरासीन सज्जनवृन्द, पत्रकार साथीहरू, आमा बुवा दिदीबहिनीहरू, गुरुजनहरू र आज यस पत्रकार सम्मेलनबाट देश विदेशमा रहेर हेर्नुहुने सम्पूर्ण सनातनीहरूलाई स्वीकार्नुहोस्। यो आजको पत्रकार सम्मेलनबाट मेरो तर्फबाट र शिवशक्ति बाबाधामको तर्फबाट स्वीकार्नुहोस्। राष्ट्रवादको न्यायवान जय शम्भो। वास्तवमा भन्दाखेरि आज यो देश अत्यन्त विकराल परिस्थितिमा गुज्रिरहेको छ। त्यसैले गर्दाखेरि सर्वप्रथम म भदौ 23 र 24 गतेको नरसंहारमा जुन शहीद हुने शहीदहरूलाई हार्दिक श्रद्धाञ्जली दिँदै शहीद परिवारप्रति र सिङ्गो देशलाई जुन रगतको खोलो बगाएर शहीदहरूले जुन देशलाई एउटा निचोडमा पुर्याउनको लागि र सुनियोजित ढङ्गबाट हाम्रा सनातनी युवा विद्यार्थी भाइ बहिनीहरूलाई छाँदिकिन रगतको होली खेलियो, त्यस्ता शहीदहरूको चिर शान्तिको कामना गर्दै र सिङ्गो परिवारलाई उनै आराध्य भगवान पशुपतिनाथले धैर्य धारण गर्ने शक्ति प्रदान गर्नु भन्दै म आजको कार्यक्रम सुचारू गर्न चाहन्छु, स्वीकार्नुहोस्। वास्तवमा भन्दाखेरि मैले हिजो नै पत्रकार सम्मेलन गरेर उद्घोष गरिसकेको थिएँ कि अब भने हामीले हरेक सनातनी मातृशक्तिको सिउँदोको सिन्दुरको रक्षा गर्नको लागि सनातन अपरेसन सुरु गर्नु आवश्यकता छ। त्यसैले गर्दाखेरि यदि अहिलेको वर्तमान सरकारले यदि वार्ताबाट समस्याका समाधान खोजेर सर्वपक्ष र सर्वदलीय सरकार गठन गरेर नेपाललाई प्राचीनकालीन वैदिक सभ्यताको सनातन राष्ट्र घोषणा गरेन भनेदेखि हामी बाध्य भएर विभिन्न चरणमा सनातन सिन्दुर अपरेसन सुरु गर्नेछौँ र हामीले चाँडैभन्दा चाँडै अहिले हामीले वार्ताको ढोकालाई पर्खिएर गएका छौँ र म यहाँलाई पत्रकारहरूलाई म यहीँबाट उद्घोष गर्न चाहन्छु कि सनातन सिन्दुर अपरेसन भनेको कुनै पनि सनातनी मातृशक्तिको सिउँदोको सिन्दुर पुस्नु होइन, कुनै पनि वृद्ध अवस्थाका बाबुआमाको बुढेसकालको सहारा खोज्नु होइन र कुनै पनि बच्चालाई टुरो बनाउनु होइन। सनातन सिन्दुर भनेको त यो देशलाई जोगाउनु हो, हरेक सनातनले जोगाउनु हो। आज सुरक्षा निकायमा काम गर्ने सुरक्षाकर्मी साथीहरूको श्रीमतीहरू पनि आज तडपिकिन बस्नु भएको छ। किन भन्दाखेरि यो देश ध्वंस भइसकेको छ कि सुरक्षाकर्मी पनि कहाँ कतिखेर कसो हुन्छ भन्ने कुरो थाहा छैन। त्यसैले गर्दाखेरि सम्पूर्णलाई जोगाउनु पर्ने आज हाम्रो उत्तरदायित्व छ। त्यसैले गर्दाखेरि म यहीँबाट चुनौती दिन चाहन्छु कि आजबाट विदेशीका मतियारहरूलाई खेदी किन लखेट्नेछौँ र हरेक पार्टीमा भएका त्यस्ता विदेशीका दलाल एजेन्टहरूलाई हामीले नाम सार्वजनिक गरेर राजनीतिक तथा सामाजिक प्रतिबन्ध लगाउने पनि मैले हिजो नै उद्घोष गरेको थिएँ। र वास्तवमा भन्दाखेरि आज तपाईँहरूमा साममा जगतगुरु दिव्य शक्ति परमपूज्य शिवशक्ति बाबा उहाँले सिङ्गो उहाँ यस्तो व्यक्ति हुनुहुन्छ कि किराँत आदिवासी जनजाति र मङ्गोलबाट नेपालको पहिलो जगतगुरु हुनुभएको छ, दिव्य शक्तिको जगतगुरु हुनुभएको छ। त्यति मात्र होइन, उहाँलाई विश्व दैविक शक्ति रत्न महारत्न अवार्डबाट समेत उहाँ विभूषित हुनुभएको थियो। नेपाल कर्मश्री अलङ्करणबाट समेत उहाँलाई विभूषित गरिएको कुराहरू म यहाँलाई जानकारी गराउन चाहन्छु। साथसाथै हामीलाई पूर्ण विश्वास छ कि शिवशक्ति बाबाले सिङ्गो किराँत मङ्गोल जनजाति सम्पूर्णलाई एकीबद्धता गरेर यो सनातन यात्रा र सनातन सिन्दुरलाई अगाडि बढाउनुहुन्छ भन्ने मैले दृढ सङ्कल्प राखेको छु। किन भन्दाखेरि यहाँ कतिपयले के भनिन्छन्, भाइ फुटे गवा लुटे भने जस्तै के छ भन्दाखेरि सनातनीहरू फुटाएर यहाँ हामी माथि नै राज गर्नको लागि परिपन्थ रचिँदैछ।
कदापि अब त्यो हुन सक्दैन। किन भन्दाखेरि नेपाल भनेको प्राचीनकालीन वैदिक सभ्यताको सनातन राष्ट्र हो। यो राष्ट्रमा मुसलमानको पनि उत्तिकै अधिकार छ, यो राष्ट्रमा किराँतको, यो राष्ट्रमा बौद्धको, यो राष्ट्रमा हिन्दूको उति नै अधिकार छ। त्यसैले गर्दाखेरि यो राष्ट्र भनेको प्राचीनकालीन वैदिक सभ्यताको सनातन राष्ट्र हो। त्यसैले गर्दाखेरि यदि 72 को लङ्गडो संविधानलाई संशोधन नगरिकन प्राचीनकालीन वैदिक सभ्यताको सनातन राष्ट्र भएन भनेदेखि हामी बाध्य भएर सनातन सिन्दुर अपरेसन सुरु गर्नेछौँ। त्यसैले गर्दाखेरि म अर्को कुरा पनि यहाँलाई जोड्न चाहन्छु। शिवशक्ति बाबालाई हामीले यति मनन गरेर विश्व वैदिक गुरुकुल फाउन्डेसनको 108 देशको धार्मिक तथा सांस्कृतिक संयोजकको रूपमा पनि हामीले उहाँलाई घोषणा गरेका छौँ। त्यसैले गर्दाखेरि हामीले मा नर्मदा देवी कलश यात्रा 108 देशमा लिएर जाने सङ्कल्प स्वरूप उहाँ अब 108 देशको भ्रमणमा पनि उहाँ जाँदै हुनुहुन्छ भन्ने कुराहरू म यहाँलाई विश्वस्त गराउन चाहन्छु। यसै गरी उहाँले शान्तिपूर्वक अब यो सनातन यात्रालाई अगाडि बढाउनुहुन्छ भन्ने दृढ सङ्कल्पको साथ गर्दै उहाँलाई 2026 सनातनी शान्ति महारत्न अवार्डबाट डिसेम्बर 29 तारिकमा काठमाडौँ आनन्द पशुपति होटलमा उहाँलाई विभूषित गर्ने कुरा पनि म यही पत्रकार साथीहरूबाट उद्घोष गर्न चाहन्छु। त्यसै गरी आज सपना खड्की मातालाई पनि हामीले अन्तर्राष्ट्रिय दैविक शक्ति रत्न अवार्ड प्रदान गर्ने कुराहरू पनि अब आउने कार्यक्रममा म यहाँबाट घोषणा गर्न चाहन्छु। त्यसै गरी दैविक शक्ति रत्न अवार्ड प्रदान गर्नको लागि प्रवीण घरतीलाई पनि हामीले प्रदान गर्नेछौँ अब आउने कार्यक्रममा भनेर म यहाँलाई प्रतिबद्धता जनाउन चाहन्छु। र हामीले जुन सनातनीहरूलाई एकजुट बनाएर यो सनातन सिन्दुर अपरेसन सुरु गर्नको लागि हामीले उहाँहरूले गरेका योगदानहरूलाई मध्यनजर गर्दै यी अवार्डहरू वितरण गर्नको लागि सनातनी अवार्डहरू वितरण गर्ने कुराहरू म यहाँलाई सर्वविदित गर्दछु। र अर्को कुरा भनेको यो देश हरेक परिवर्तन गर्नको लागि मिडियाकर्मी साथीहरूको अहम भूमिका हुन्छ। त्यसैले गर्दाखेरि हरेक ठाउँमा मिडियाकर्मी साथीहरूले सनातन सिन्दुर अपरेसनलाई हरेक ठाउँमा पुर्याउनुहोस्। र म यहीँबाट भन्न चाहन्छु कि अब यो सुशीला कार्कीको सरकारले केही पनि गर्न सक्दैन। उहाँले यो जेनजीको आन्दोलनमा हुँदाखेरि मैले इन्डियाबाट आउँदाखेरि गोरखपुरबाट एउटा हेरेको थिएँ कि अब भने सरकारले राजीनामा दिएर मात्र हुँदैन, यो गर्नुपर्छ भन्नुभएको थियो। उहाँ सरकारमा गएको यति लामो समय भयो, उहाँले के गर्नुभयो? सधैँभरि विदेशीको गोटी बन्नको लागि तपाईँ हाम्रा सनातनीहरू अब कति दिनसम्म रगतको होली खेल्ने? अब कदापि हामी त्यो हुन दिने छैनौँ। यदि आवश्यक पर्यो भनेदेखि हामीले 24 घण्टाभित्रमा पनि विदेशीका मध्यहरूलाई हामीले भगाउनु पर्दछ। त्यसैले गर्दाखेरि आज हामीले यो दृढ सङ्कल्प गर्नुपर्दछ कि हाम्रो जात जाति भाषा संस्कृति सनातन देवनागरिक लिपि मिल्दछ। त्यसैले गर्दाखेरि सनातन यात्रामा कटिबद्धता भएर अगाडि बढ्ने सङ्कल्प गर्नुहोस्। म यहीँबाट भन्दछु, यदि हामी सनातन यात्राको अन्तिम चरणमा छौँ र सनातन सिन्दुर अपरेसन गर्दैछौँ, म यहाँलाई भन्दछु कोही पनि नडराएदेखि हुन्छ। सनातन सिन्दुर अपरेसन यदि यो सरकारले चाँडोभन्दा चाँडो हामीलाई वार्तामा बोलाएर सर्वपक्षीय सर्वदलीय सरकार गठन गरेर 72 को लङ्गडो संविधानलाई संशोधन गरेन भनेदेखि हामीले पत्रकार सम्मेलन गरेर बाध्य भएर हामीले सनातन सिन्दुर अपरेसन सुरु गर्नेछौँ। र यो अपरेसनबाट एकचोटि फेरि विश्वले थाहा पाउनेछ कि सनातनीहरू कस्तो हुन्छन् भनेर। यसैले गर्दाखेरि म यहाँ हुने सम्पूर्ण सज्जन वृन्दहरू सबैलाई म विनम्र अनुरोध गर्दछु कि शिवशक्ति बाबालाई हामीले यस्तो जिम्मेवारी दिएका छौँ कि उहाँलाई हामीले अन्तर्राष्ट्रिय समस्ता मञ्चको एउटा धार्मिक सांस्कृतिक कोअर्डिनेटरको रूपमा पनि घोषणा गरेको कुराहरू म पत्रकार सम्मेलनबाट यहाँलाई जानकारी गराउँदै म मेरा भनाइहरू यहीँ विसर्जन गर्दछु। जय शम्भो, जय राष्ट्रवाद।